उहाँहरूलाई अनुरोध गर्दछु। हार्दिक धन्यवाद उद्घोषकज्यू। सम्पूर्णमा नमस्कार। हेटौडाको यो सुन्दर नगरीमा साहित्यिक कार्यक्रमको सिलसिलामा म दोस्रो पटक उपस्थित हुँदैछु। पोहोर मात्र आँचल कला साहित्यको कार्यक्रममा पनि मैले सहभागिता जनाउने मौका पाएकी थिएँ र आज पुनः यो गरिमामय संस्था मातृभूमि साहित्यको बारेमा, साहित्य समाजको बारेमा सुनिरहेकी थिएँ। यो 25 वर्ष, कति 29 वर्ष जस्तो लाग्छ, त्यो समय आइपुगेको संस्थामा आज यहाँहरू समक्ष उभिएर केही कुराहरू गर्न पाउँदा एकदमै खुसी लागेको छ। म अब निबन्धको बारेमा हाम्रो डाक्टर ज्ञानु अधिकारी म्यामले भनिसक्नुभयो। म चाहिँ तुइन जिन्दगी भन्ने एउटा निबन्धात्मक कृति जुन अत्यन्त लोकप्रिय भयो, यो 2081 सालमा प्रकाशन भए पनि यसको दोस्रो संस्करण पनि आइसक्यो र त्यो तुइन जिन्दगीलाई किन छान्नुभयो होला मातृभूमि साहित्य समाजले भन्ने पनि लाग्यो, किनकि त्यो कृति एकदमै पठनीय कृति भएको हुनाले नै होला भन्ने मलाई लाग्यो। हामीले यसका लेखक डाक्टर रेणुका सोलुलाई यहाँ देख्छौँ। उहाँले सोलु भन्ने नाम राख्नुभएको छ। सोलुको अर्थ उहाँ सोलुखुम्बुकी छोरी हो। सोलुखुम्बु भन्ने बित्तिकै हामीले तेन्जिङ नोर्गे शेर्पा र अरू शेर्पा दाजुभाइलाई हामी झट्ट सम्झन्छौँ भने त्यही जिल्लाको एउटा कुनामा एउटी निर्भीक एउटी नारी चाहिँ रेणुका थापा सोलु पनि जन्मिएकी थिइन् र उनले आफ्नो सङ्घर्षबाट आफ्नो जीवनमा हासिल गरेका कुराहरूलाई उहाँले लेख्दै आउनुभएको छ। 70 को दशकदेखि नै मैले उहाँका कृतिहरू पढ्न थालेकी हुँ। उहाँ अनि उपन्यासकार, गजलकार, अनि बिपी कोइरालाका कथामा, नीति चेतनामा विद्यावारदी हुँदै अहिले पछिल्लो समय उहाँले यो संस्मरणात्मक निबन्ध कृति तुइन जिन्दगी भनेर प्रकाशन गर्नुभएको छ। वास्तवमा यो तुइनको अर्थ पनि बडो सिम्बोलिक छ। तुइन हामीलाई थाहा छ एउटा जटिल एउटा सवारी साधन नै भनौँ त्यसलाई, एक प्रकारको जसमा झुन्डिएर होइन एकदमै कठिनतापूर्वक हामीले कस्ता डरलाग्दा नदीहरू तरेको देख्छौँ र तुइनका बारेमा धेरै राजनीतिकरण भएको पनि पाउँछौँ र समाचारहरूमा यसले धेरै पटक चाहिँ यसको बारेमा व्याख्या विश्लेषण भएको पनि हामी सुन्छौँ। त्यही शीर्षक एउटा महिलाको जीवनमा कति उनले तुइन जस्तो जिन्दगी बाँचेर जिउनु परिरहेको छ, यो समाजमा आफ्नो अस्तित्व खोजका लागि ऊ कति सङ्घर्षशील हुनु परेको छ भन्ने कुरा उहाँको यो कृतिमा भेटिन्छ। यो कृति यस प्रकार रहेको छ तुइन यसमा। र यो सायद हेटौडामा हाम्रो छवि अनित्यजीको पसलमा आइसकेको छ कि छैन, यदि आएको छैन भने हामी